Hello guys. We're having fun. अब कसको च्यानमा आइपुग्यो? स्पट चाहिँ हामी आउन आँटेको चाहिँ हो। Late again. So hello guys, अभी हम इधर जंक्शन पे ए सॉरी म त अब यस्तो हो नि सिलगढी पुगेर चाहिँ हल्का हिन्दी बोल्दिउँ भनेर प्र्याक्टिस गरेर अहिले चाहिँ हामी हैन जंक्सनमा बसिरहेको छ। अजित दा, अजय दा, यस सर, उ पर हाम्रो डिभोइड उ पर भेट्छ ओ रोजन दा। मान्छे चाहिँ हेर्नुहुन्छ हो यस्तो बेसी छ। हामीले चाहिँ जेनरलको टिकट काटेको छ हैन 28 घण्टाको बाटो हो। अब हाम्रो गाडीमा छिन्छ ला सरी टुट गर्नुपर्छ नि हैन यस्तै हो। र अब चाहिँ हामी तपाईलाई हैन डाइरेक्ट ट्रेनभित्र पसेर देखाउने छौँ हाम्रो दुःखहरू है तपाईलाई। र स्टे ट्युन। र इन्ट्रो भन्नुपर्दा चाहिँ हैन इन्ट्रो त अघि दिनु बिर्सेँ इन्ट्रो चाहिँ हामी चाहिँ अब हैन दिल्ली गएको कम्पिटिसनको लागि यहाँ वी आर इन फाइनल्स हैन जनर 5.0 को। र हामी चाहिँ त्यहाँ फाइनल पुगिरहेको छौँ। हामी वी आर रिप्रेजेन्टिङ सिक्किम प्याम ब्याम क्र्यु स्ट्रेट आउट डेडी साउथ म्यान यु फिल मी द यो ट्रेन पनि नपाएर उयसमा चाहिँ गयो हुन्छ जेनरलमा 28 घण्टाको बाटो हो। कम्ती हो 28 घण्टाको दामी हुन्छ एक्सपिरियन्स चाहिँ अब रियालिटी चेक हुन्छ है। ल स्टे ट्युन गाइस यतिकै बसोस् म तपाईँलाई देखाउनेछु फेरि अर्को ब्लगमा होइन अर्को पार्टमा यस्तो। गाइस होइन हामी चाहिँ अब ट्रेन चाहिँ आइपुग्यो भनेर चाहिँ अत्तालिँदै कुदेर आएको थियो तर अफसोस यी बात आइपुगेको छैन रहेछ। र हामी चाहिँ यसरी भारी बिसाएर बसिरहेको छौँ हो। दुःख छ यस्तै हो दुःख भनेकै हो गर्दै गर्नुपर्छ होइन। यस सर दुःख भने चाहिँ गर्नुपर्छ होइन गाइस के छ र अब यस्तै हो दुःखबाट सुख पाउँछ न त चाहिँ यस्तो बाख्राहरू छ हामी चाहिँ ओ भाइ के गर्दैछौ चाहिँ ओजी रहेछ नि त गोठ रहेछ नि त यो चाहिँ कलर फाल्टो गोठ। अब यहाँ चाहिँ म त रियल टक गर्न आँटेको छु होइन। अब जेनरल ट्रेनमा चाहिँ तपाईँहरूले कस्तो कस्तो मान्छे भेट्छ भन्दा चाहिँ एक भेट्छ मतलबी लोभी गुन्डा सबै त्यही भेट्छ। लगाइस ट्रेन आउन आँटेको लागि अब चाहिँ आयो हाम्रो दाहरू एक्साइटेड छ तर एकछिनबाट हालत हेर्नुहुन्छ तपाईँहरूले होइन कस्तो हुन्छ। इससे आ गए हम आप लोगों को क्रिकेट करने के लिए। तो अभी हम लोग नेपाली नै बोल्नु पर्छ साह्रो दिल्ली जान आँटेको कि त्यही भएर टाइम छोड्दै हिन्दी होइन। हामी चाहिँ अब चाहिँ जेनरलको एसी क्लासमा बसेको छ जेनरलको एसी क्लासमा बसेको छ हामी चाहिँ होइन। म यहाँ सबैजना होइन यस्तो म तल एकदम होइन ए नेपाली आन्टी हेलो बोल्दैछु न हेलो बोल्छु नि हेलो थ्याङ्क यू बहुत अच्छी लोग मिले हमको यही छ हामी राम्रो मान्छे छ। अब चाहिँ हामी तपाईँहरूलाई दिल्ली गयो अब तपाईँहरूलाई सरोजनी मार्केट थियो सरोजनी मार्केट गाइस तपाईँले मेरो ह्याप्पी मुड छ अहिले पनि देख्न सक्नुहुन्छ किनकि अब 28 घण्टाको बाटो मान्छे के हुन्छ थाहा हुँदैन होइन। अब बेसी बोले जस्तो लाग्यो ल भाइ ट्रेन चाहिँ अब हिँडिसकेको छ। सुन्नु न अस्ति पटनाबाट आउँदाखेरि चाहिँ नि एउटा मधेसीले त्यसो गरेर बिहारकोले चाहिँ कि बेडसिट बोकेछ। अहिले चाहिँ खुसी छ हो अहिले एकछिनबाट चाहिँ स्टार्ट हुन्छ दुखाइहरू हो यस्तो कोक्रो र अहिले भने चाहिँ हामी कहाँ पुग्यो त अहिलेको चाहिँ 5 बज्दैछ होइन। हामी चाहिँ कहाँ पुग्दैछ थाहा छैन जाँदैछौँ बाटोमा। र हामी यो नयाँ साथी बनाएको छौँ। हेलो बोलो ना भैया भैया क्या ब्लॉग और न्यू फ्रेंड नाम बताइए तो भैया आपका नाम और एक गजल का दोस्त है मेरा साथी हो
रियलिस्टिक Man behind the camera. ये हमारी चाय, ये हम यहाँ पार्टी हो रहे हैं। So guys, what's up? अभी बजे 6:30 भयो हैन। We are having a tea break. अघि सर्दा अघि होइन कस्तो सर्दा फेरि कति मान्छे थियो र अहिले कति मान्छे छ कति हुनु गाटेको छ अहिले देखाउँछु कि अहिले राइट नाउ हामी यहाँ छ अन्त यहाँ चाहिँ सबै एभ्रिथिङ एभ्री स्पेस इज बुक्ड अलरेडी तर हामी पनि चिया खाँदैछ भगवान् के भएर Plus AC. यहाँ हामी केटाहरू चाहिँ भर्खर सुतेर उठेको सर यहाँ हजुर सर गर्दैछ यहाँ चाहिँ अब पिसाब गर्नु जानु पनि प्रायः स्पाइडरम्यान हुनुपर्छ हो स्पाइडरम्यान भयो भने मुट्नु बस्न त चेप्टेर मर्छ थ्याङ्क यू राम्रो चल्दैछ एयरबड So guys, we are having dinner. रोटी छ हाम्रोमा माम आलुदम आलुदम र माम चाहिँ मैले लिएको है रोटी चाहिँ अजय दाले ल्याउनु भएको अजय दा हाम्रो गदल दाले चाहिँ खाइसक्यो उसको फ्राइड राइस होइन दाको चाहिँ भर्खर सुरु हुँदैछ पास्ता र नुडल्स र मेरो सबसे दामी त्यो आलुदम र माम नो क्याप अब दिउँ भने अब सबैलाई दिउँ भने मान्छे सानो छैन हेर नि त कसलाई पुगाउनु सानो छैन मान्छे दिउँ भनेको कसलाई पुगाउनु हो अब आफ्नो खानु त्यस्तै हो पारा दिस इज कल्ड ट्रेनको मुकबाङ ट्रेन मुकबाङ दिस इज कल्ड ट्रेन मुकबाङ पानी चाहिँ नभएर रेडी भइदियो नि हाम्रो चाहिँ होइन तर बाह्रै हो गाइस अहिले चाहिँ 12 बज्दैछ है सुत्ने जग्गा छैन हमें बहुत कष्ट हो रहा है इधर हमारा पाप संपूर्ण आप सब खत्म कर दीजिए हे प्रभु कसले हाइजेको रहेछ कति बेसी माया हेलो गाइस अहिले चाहिँ हामी उठिरहेको छ यहाँ 8:30 भयो अन्त भाइ कान्छु यो चाहिँ हाम्रो एउटा के हाम्रो टिम हुनुहुन्छ कि यहाँ हाम्रो टिम त्यहाँ एउटा टिम छ कि उहाँहरूले चाहिँ पैसा कलेक्ट गर्ने काम गर्छ ट्रेनको कलेक्टर हो उनीहरूको डाइलगहरू छ गाइस होइन हामी अब पुगेको छ अब युपीमा हामी चाहिँ मिर्जापुर क्रस भयो होइन मिर्जापुर क्रस भइदियो होइन अनि हाम्रो यहाँ दोस्त सब दोस्त यस्तो होइन अन्त के छ त खेलेगा मान्छे यति छ अम्बो के हो त रातिको एक्सपिरियन्स यस्तो थियो होइन कस्तो थियो भिडियोमा देख्नु न तपाईँले हामी कस्तो प्रकारले सुतिरहेको थियो यस्तो हाम्रो स्ट्रगल होइन हामीले सबैले हेर्छ पैसा दे हामी उड्नु चाहन्छौँ नि हो होइन कहिले यस्तो रियल सिट हो नि रियल रियल अनेस्ट बिटर भन्छ कि त्यही होइन
पैसा देऊ न चाहे तपाईँहरूलाई म स्क्यानर चाहिँ एडिट गर्नु त यहाँ मेरो स्क्यानर हुन्छ हो तपाईँले मलाई 1 रुपियाँ दिएर हालिदिन सक्नुहुन्छ मेरो स्क्यानर यहाँ हुन्छ रोजन दाको यहाँ हुन्छ हो रोजन दाको यहाँ अजित दाको यहाँ बिचमा अजय दाको जो ल्याइहाल्दा पनि हुन्छ ल भाइ के हो र गार्डन बया त फला नै फला सरी गेस्ट भाइ हेलो ठिकै छ ठिकै छु ल गाइस अहिले चाहिँ होइन 8 बज्दैछ वी आर अबाउट टु रिच दिल्ली आज 21 तारिक हो अन्त अब 3 घन्टा छ 8-9 हामी चाहिँ यहाँ खाना खाऊँ भनेको तर खाना चाहिँ यहीँ छ हो खाना ल्याउने मान्छे आएको छैन हरेस चिप्स खाँदै बस्यो 28 hours of traveling 400 रुपियाँमा दिल्ली पुग्यो भाइ अब दिल्ली पुगेर देख्नुहोस् गाइस तो अभी आए छा रोजन दाको बर्थडे ह्यापी बर्थडे दा ए ह्यापी बर्थडे चाहिँ कहाँ हो कहाँनिर भयो कहाँ हो बर्थडे ह्यापी बर्थडे हामी चाहिँ बर्थडेमा दिल्ली आइपुग्ने टाइम थियो गाइस हेलो यो बर्थडे दा सबैभन्दा एक्सपेन्सिभ बर्थडे भयो भने त डाइरेक्ट दिल्लीमा आएको बर्थडे चाहिँ हामी चाहिँ ताजमहलमा खाएर बर्थडे चाहिँ अब यसमा के भन्छ भाइ सिधा खोला गाडी त ताजमहल के ट्रान्सफर रेकर्ड हुने नि भाइ बर्थडे दा दाको त बर्थडे पनि जोक भनेको ठिकै छ हाम्रो प्रोफाइल चाहिँ यस्तो भएछ पिनमा के थियो पुरा उयोहरू थियो काँटाहरू देख्यो पुरा खुसी लाग्यो दिल्ली पुग्दो रहेछ देख्यो होला